हेलो गाइस, म छु अहिले कुवेतमा। जस्ट मैले अनरको 400 जस्ट अहिले नयाँ आएको हैन कुवेतमा। म चाहिँ कुवेतदेखि नै किनेको छु यो चाहिँ। अनि अनरकै एयरबड्स हैन, यहाँ छ अनरको एयरबड्स। अनि घडी पनि किनेको थिएँ यो कम्पनीको। सो यो कम्पनीको बारेमा मलाई त्यति त थाहा छैन। यो अनरको चाहिँ मैले जो फोन चलाएको पनि छु। सो यसको बारेमा चाहिँ मलाई थाहा छ, तर यो घडी पनि हामी अनबक्सिङ गर्नेछौँ। अनि यो चाहिँ ऊ पनि किनेको थिएँ मैले हैन, कपाल काट्नु पनि मिल्छ यसलाई। यो के देखाउन र त्यही पनि लाइक देखाउन सक्छु हजुरलाई। यस्तो आएको छ यो चाहिँ, यस्तो केही त छैन, यस्तो आएको छ यो पेपरहरू अनि सामानहरू आएको छ हैन। सो यसलाई चाहिँ हटाउँ, फोनैतिर जाउँ। पहिला म सुपर एक्साइटेड छु यो फोन अनबक्सिङ गर्नको लागि। काटौँ, अनबक्सिङ गरौँ हैन। सो अनबक्सिङको फिलिङ्स नै डिफ्रेन्ट गाइज है। अनर 400 लेखेको छ, 5G है, सबै कुराहरू मेन्सन दिएको छ। 256 GB रोम अनि ऱ्याम चाहिँ 8 GB को छ। डबल सिम यताउता नर्मल जुन हुनुपर्ने कुराहरू यसमा छ है त। अन गरौँ। फर्स्ट मैले पाएँ यहाँ चाहिँ फोन हैन, अति दामी डाइनामिक आइल्यान्ड जस्तो हैन, एप्पलको अति नै बवाल फोनको लुक यस्तो मजाको देखिरहेको छ। यसलाई साइड राखौँ, अन गरिदिउँ। सो यहाँ चाहिँ एउटा स्टिकर आएको छ, यहाँ चाहिँ एउटा केस आएको छ, फोन केस, पेपरहरू, अनि यो चाहिँ सिम इन्जेक्सन पिन हैन। पिनलाई पनि म खोलेर देखाउने छु हजुरलाई। सो पिन कस्तो छ देख्न सक्नुहुन्छ, टाइप सी। म जहिले पनि यो उसमा चाहिँ कन्फ्युज हुन्छु, मेरो फोनको पनि लाइक यस्तो छ हैन, यस्तै छ। यसमा चाहिँ म जहिले पनि यो माइकमा चाहिँ मैले गल्तीले गरिरहेको हुन्छु हैन। सो यो हजुरहरूसँग हुन्छ कि नै गल्ती, त्यो पनि मलाई सेयर गर्न सक्नुहुन्छ कमेन्टमा। सो यसमा चाहिँ डबल सिम वाटरप्रुफको पनि रहेको छ। यसलाई साइड राखौँ। चार्जर आउँछ गाइस, एप्पल र ऊ जस्तो चाहिँ होइन यो। चार्जर चाहिँ इन्क्लुड गरेको छ बक्समा। 35.2 वाट म्याक्सिमम चार्जर, फास्ट नै चार्जर हो। अब यसको चाहिँ 5000 mAh ब्याट्री कति थियो क्यारे, 5000 थियो क्यारे। सो ब्याट्री पनि राम्रै छ यसको, सबै कुराहरू गुगलमा देख्न सक्नुहुन्छ। म यहाँ चाहिँ रिभ्यू भन्दा पनि अनबक्सिङ जस्ट के छ भन्ने कुरा देखाउनको लागि। चार्जर आउँछ हजुरको, अनि अभियसली टाइप सी आउँछ, राम्रो छ क्वालिटी, यति नै हो हैन। गेट स्टार्ट। सो फोन एमुलेट डिस्प्ले हो, अनि मेरो ख्यालमा यो डाइनामिक आइल्यान्ड जस्तै नै जुन हुन्छ नि पपअप हुने यताउता हुन्छ होला, जहाँ तक नोटिफिकेसनहरू यताउता एप्पलको एउटा फिल चाहिँ दिन्छ। यसलाई कपी भनौँ कि के भनौँ होइन, ठिक राम्रो कुरालाई कपी गर्नु राम्रै हो। लाइक हुन्छ नि यो जुन जुम गर्नेहरू साइडको जो बटन छ नि, सो यसले चाहिँ जुमहरू भयो ऊहरू हुन्छ नि एप्पलमा जुन छ नि, जो क्लिक गर्नको लागि सबै यसमा चाहिँ छ हैन, सबै कुराहरू तपाईँ देख्न सक्नुहुन्छ। सो क्वालिटी अति नै उत्तम देख्न सक्नुहुन्छ हैन, क्वालिटीहरू फ्रन्ट क्यामेराको। अनि यहाँ चाहिँ सबै कुराहरू देख्न सक्नुहुन्छ, भिडियोहरू प्रो लेभलको भिडियो पनि छ। मोर अप्सनमा धेरै कुराहरू जुन 80 KD हालेको छु। जियोस अनरले चाहिँ 80 KDमा राम्रै अफर गरेको छ। 80 KD कति हुन्छ हाम्रो देशमा कन्भर्ट गर्न सक्नुहुन्छ हजुरले, 35-37 अगर नेट कनेक्सन गरेर पनि देखाउँ भने। सो म आफ्नै गाना प्ले गर्न गइरहेको छु। सो सिङ्गल स्पिकर हो, फेरि पनि लाइक हुन्छ नि अति नै बवाल देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एमुलेट हो नि त अनि डिस्प्ले। क्वालिटीहरू सही लाग्यो मलाई हैन। सो यो भयो। अब हामी चाहिँ यो अनबक्सिङ गर्न गइरहेको छौँ। वाच हैन, यस्तो स्टिकर आउँछ, यस्तो वाच स्पेसल्ली हैन।
सो यस्तो गोलो डायल टाइपको तर डिजिटल्ली मलाई चाहिएको थियो हैन। वाच आउँछ, अति नै हेभी छ हैन। जसरी मैले पैसा हालेको थिएँ यसलाई 16 केडी 17 केडी कति हालेको थिएँ यो चाहिँ हैन। सो यो आउँछ तपाईको कलर यसरी लगाउँदाखेरि यस्तो कलर हुने, यसरी लगाउँदा चाहिँ यस्तो कलर हुने, दुईटै कलर अप्सन छ। अनि डेफिनेटली यो चार्ज गर्नको लागि भयो हैन। यसरी चाहिँ टक्क राखेर आई थिंक यस्तै समथिङ के हो हैन। ओके यस्तै रहेछ। सो यसरी चाहिँ चार्ज गर्ने भयो। अनि हजुरको यो आउँछ के गर्नको लागि हो, यो मेबी यो लगाउनलाई होला आई थिंक। ओके बुट हुँदैछ। ओके डाउनलोड एप भनेको छ यहाँ चाहिँ। ओके यसलाई सेटअप गर्छु। अनि यो चाहिँ म जस यस्तो देखिन्छ लगाउने हो भने। ओके यसलाई सेटअप गर्छु अनि तपाईलाई देखाउन गइरहेको छु यो एयरबड्स। अन्त यो चाहिँ तपाईको यो एयरबड्स यस्तो छ। यसलाई सबै कुराहरु देख्न सक्नुहुन्छ हैन। यो पनि महँगो नै एयरबड्स हो। सो म त्यसैसँग गरेको एक टिप्सहरु आउँछ अनि केही आउँदैन यसमा चाहिँ, बस यति नै आउँछ। सो यसरी चाहिँ युज गर्न मिल्छ हैन त। ए अति बवाल। ओके थ्यांक यू सो मच गाइज। यति नै थियो आजको अनबक्सिङ।